हरेक वर्ष लाखौं नेपालीहरू राम्रो भविष्यको सपना बोकेर विदेश जान्छन्। कसैको लक्ष्य परिवारको सपना पूरा गर्नु हुन्छ त कसैको राम्रो आम्दानी कमाउने चाहना। तर विदेशको यात्रा सबैका लागि सोचे जस्तो सजिलो हुँदैन। त्यहाँ धेरै सङ्घर्ष, एक्लोपन र अनगिन्ती चुनौतीका सामना गर्नुपर्छ। आज हामी त्यही भिडबाट फर्किएका 5 साहसी चालकको साझा कथा सुन्दैछौँ। विदेश गएको चाहिँ एकदम जिम्मेवारी धेरै भइसकेको भएको भएर अनि अब पैसाको पनि अभाव त्यो भएको भएर विदेश गएको थियो। मेरो नाम विष्णु थिङ हो। म चाहिँ नेपालबाट चाहिँ पहिले सुरुमा कतार गएँ। कतारमा मैले 6 वर्ष काम गरेँ, ट्याक्सी र बसमा काम गरेर आएको हो। म चाहिँ मेरो भविष्य उज्जवल बनाउन लागि चाहिँ म कतार गएको थिएँ। बाहिर विदेशमा चाहिँ जति राम्रो ठाउँ भए पनि, जति राम्रो सेलरी भए पनि, जति राम्रो काम भए पनि परिवारसँग चाहिँ बस्न नपाइने रहेछ। अब अहिले आएर चाहिँ म परिवारसँग पनि बसेको छु। मनग्गे आम्दानी नेपालमै बसेर पनि मनग्गे आम्दानी गर्न सकेको छु। त्यस कारणले म खुसी छु। मैले चाहिँ मेरो बुढी चाहिँ प्रेग्नेन्ट थियो नेपालमा हुँदा, तर त्यसपछि डेलिभरी हुने समयमा चाहिँ म नेपालमा थिएन। त्यो सँगै चाहिँ भइदिएको भए धेरै राम्रो हुन्थ्यो होला, फ्यामिलीसँग चाहिँ होइन, हस्बेन्ड वाइफ भयो त्यहाँ बेला। तर त्यतिखेर चाहिँ मैले चाहिँ मेरो चाहिँ फ्यामिलीलाई एकदम मिस गरेँ। त्यहाँ एक्लै फिल हुने, दुःख बिमार पर्दाखेरि कहिलेकाहीँ सधैँभरि त सन्चो हुँदैन, ठिक हुँदैन। दुःख बिमार पर्दाखेरि चाहिँ तपाईँको अलि घर परिवारको याद आउने, सँगै भइदिएको भए हुन्थ्यो। घर परिवारहरू फ्यामिलीहरू सबै भइदिएको भए हुन्थ्यो, अलि रेखदेख हुन्थ्यो, त्यही तपाईँको याद आउँथ्यो। विदेशमा बिताएका ती कठिन दिनहरूले उनीहरूलाई एउटा महत्त्वपूर्ण कुरा सिकायो। मेहनत गर्न सक्ने हो भने अवसर खोज्न धेरै टाढा जानु पर्दैन। आफ्नै देशमा पनि इमान्दारी, लगनका साथ काम गरेर सम्मानजनक जीवन बनाउन सकिन्छ। यही विश्वासका साथ उनीहरू नेपाल फर्किए र नयाँ यात्रा सुरु गरे। विदेशबाट म फर्केँ। फर्किँदाखेरि के गरौँ भन्ने भइरहेको थियो। पछि साथीले चाहिँ इनड्राइभको बारेमा बताउनु भयो। हरेक यात्रु नयाँ हुन्छन्, यात्रु नयाँ, दिन नयाँ, कुरा नयाँ, त्यत्तिकै पनि रमाइलो त हुने नै भइहाल्यो। अहिले इन्ड्राइभ चलाएर चाहिँ तपाईँको अहिले अलि सहज भएको छ, पहिलाको जस्तो छैन अहिले। पहिला तपाईँको डोबा र चोकचोकमा पेसेन्जरहरू खोज्नु पर्ने हुन्थ्यो। आफ्नो समय आफूले लिन पाइयो, भनेका बेला चाहिँ आराम गर्न पाइयो, भनेका बेला काम गर्न पनि पाइयो। कसैको अन्डर कन्ट्रोलमा बस्न परेन। आफ्नो समय, आफ्नो स्वतन्त्रता, त्यो भएको कारणले गर्दाखेरि इनड्राइभको यात्रा र इनड्राइभसँगको साथ धेरै राम्रो लाग्छ। जस्तै मैले बिहान चाहिँ मैले इनड्राइभ गरेको छु भने म बेलुका चाहिँ कसैको बर्थडे पऱ्यो भने त्यो बर्थडेमा जान पाएँ, कसैको भोज छ भने जान पाएँ। म समय हेरेर त्यस्तो पनि टाइम दिन्छु, यता इनड्राइभ पनि टाइम दिन्छु। आफ्नो स्वतन्त्रताले मैले काम गर्न पाएको छु, यसमा मलाई गर्व छ। 3 वर्षको समय त साउदी अरबमै बिताएँ। अबको आउने दिनहरू चाहिँ आफ्नै परिवारसँग बिताउने छु। आज म जे गरिरहेको छु त्यसमा सबैभन्दा ठुलो इनड्राइभको हात छ। यी 5 जना चालकहरू केवल प्रतिनिधि पात्र हुन्। आज इनड्राइभले हजारौं नेपालीहरूका लागि आफ्नै देशमा रोजगारीको अवसर सिर्जना गर्दै आत्मनिर्भर बन्ने बलियो माध्यम बनेको छ। उनीहरूको कथा केवल गन्तव्य पुग्ने होइन, आफ्नै माटोमा नयाँ सपना पूरा गर्ने यात्राको कथा हो।